On the way to Pokhara as well. Also, this is plan चाहिँ यति नै छ गाइजहरु. Strawberry, coffee. Getting princess treatment. Monica चाहिँ यहाँ struggle गर्दैछ कि छोराउन. Thank you so much. Chikanchu, matri. Yum yum. We are on the road to. And I got my periods. Wow. Pokhara probably. Damoli samma What a good start. Washroom break bhairacha. Plan to visit Pokhara with sister Monita. But ठ्याक्कै त्यति बेलै जिन्जी आन्दोलन भयो. So I couldn't complete my trip to Pokhara. Let's see if Pali can have a break, hack for coffee. अहिले मलाई यस्तो रिलाएर जा भनेर आइडिया दियो. त्यसमा लाइरहेको थियो. अहिले म चिकन भनेको चिकन छु. I'm going to change. म चेन्ज गरे. Yeah. Watch beautiful. So Monica is quite happy. And I'm also happy. Wow. Kunai nadi bhagiरहेछ सललल. Oh please, if you want, I don't want to have anything. It's all. Full part. It's our second break. अब डाइरेक्ट हुन्छ होला. We are off again after Second break. Approx 2.5 ma we will be there. के टाइम? कस्तो नराम्रो आएको है? Ow! Finally in Damoli. Uy, यो 2000 माइली? Damoli बजारमा. Hello, Ruby! Finally घर पुगे. रुबी हामीलाई लिन आएको थियो अनि त्यो सागहरु छर्ने हो नि त. हुन्न. स्ट्रबेरी खाइदिएको देख्दा अन्दित क्या. अमिलो नि. Oh, I'm going to end this vlog here at Oh, destination is always beautiful. आइपुग्नु is always beautiful. हामीले दिमलालाई टोकन अफ लभ घरबाट लिएर आएको अलिअलि सामानहरु प्रेजेन्टिङ. धनिया यति धेरै धनिया लिएर आइदियौँ हामीले त. रुबी यसपालि पनि प्रोटेस्ट चलिरहेछ पुरै सिटीमा. उता काठमाडौँतिर केपी शर्मालाई थुनेको भएन लेट्स. तर होपफुली हामी यसपालि चाहिँ पोखरा पुग्छौँ होला. सो saying this, I'm ending this. Good morning, it's day 2. हिजोको प्लान गरे अनुसार हामी 9 बजेतिर हामी निस्किनु पर्ने थियो तर 8 बजिसकेको छ. स्टिल मैले सावर लिएको छैन. दाइ कता दौडी जानु भएको छ नानीलाई लिएर. दाइको साथी कहाँ हुनुहुन्छ त्यो पनि थाहा छैन. अनि वेदर इज फ्रिकिङ ब्याड. हैन यस्तो धुम्म छ वेदर. के हुन्छ अब यस्तै वेदरमा चल्दिने त होला. या त्यही हो. अब हेरौँ के हुन्छ आजको वेदर. कतिको साथ दिन्छ. हामी जान्छौँ नुहाउँछौँ खाना खाएर जाने भन्ने प्लान छ. अब लेट्स सी कति बेला. प्रोबेबली 10 बजेसम्म चाहिँ निस्किन्छौँ होला. सो लेट्स सी हाउ विल द day be like. I took a bath now. Let me get ready. There is change in a plan. आज चाहिँ हामी पोखरा गएनौँ. दाइको साथीको चाहिँ काम पर्यो. सो अब हामी आज नजाने. अब हामी मानुकोट जाने भनेर चाहिँ प्लान चेन्ज गरेको. हामी गयो डन राइट ट्रिपल राइड गर्न म भने छेउमा बस्दैन है. उकालोमा मलाई झारे.
लड्दैन दाइ बिस्तार लानुहुन्छ नि त्यो रोड राम्रो छ नि त हेबिस्कस किनेको गाइस यो के अरे टिपेको होलीको फुल आज सेकेन्ड डेमा नि त होलीको फुलको थर्ड डेमा नि मैले सामान किनेर आएको दमोली गएर मनकाला चाहिँ हिँड्दैछ बाटोमा मलाई त बेरो टिप्दै रहेछ खै उठ्न उठेर खाइ मलाई नखाने कस्तो टेस्टीवाला छ दाइ मिठो हेर मनकाला हामी तिनजना मात्रै हेर गाइस देयर इज वन मोर पर्सन introducing Ruby once more again त्यहाँनिर बसेर अझ रुबी हामी चारजनाको ब्युटिफुल छ यहाँको ल्यान्डस्केप साँच्चै ब्युटिफुल छ हेलो कत्रो मोटो मम्मी त हामी चाहिँ दाइहरूको गाउँमा आएको छौँ मानुङकोटको कुनै एउटा गाउँमा अनि पहिला हाम्रो मम्मीलाई राम्रोसँग चिन्नु भएको अरे अनि हामी आमालाई भेट्न आएको ल ल मसँग डेरा पनि छैन रुबी नि आइपुगेको छ खाना खानु भएको रक्सी पार्दै हुनुहुन्छ हाम्रो आमा ब्युटिफुल हाउस कसले टोक्छ ए रुबी त उता हुन्छ यहाँ ए आमाको यहाँ रक्सी पाकिसक्यो हामी बस्दा बस्दा यहाँ गफ गरेर ए रक्सी आयो रक्सी 56 मा नि यत्रो धेरै आयो है त्यहाँ अब तल देखाइदिउँ न यहाँ आयो न यता त्यही त यो नानी हो पाकिस भइसक्यो यो चाहिँ चाट खान ल्यायो हामी खाऊ खाऊ सानो हुन्छ हस् आमा ऊ दाइहरूले खानुहुन्छ ल आमाले दिनु भयो खानु है दाइ सानो जुटो हालिसक्यो म अब नखानु यति मजाले मिठो छ आमा मिठो मिठो छ हो यो त खान्छु के धेरै खाँदा खाएर सायद त्यो जाँडेर होला प्लस धेरै खाएर पनि कस्तो झुम्बा टाइपको भइरहेछ क्या अब हामी चाहिँ निस्किन्छ गाउँको बाटो पुरै पिच छ क्या स्कुटी हिँड्ने हिँड्नलाई नै बनाएको जस्तो छ होइन त्यो मान्छे हिँड्न पनि त हो नि बाइक त्यति हिलो भएन यो चाहिँ के हो गाउँको बिच यस्तो बाटो साँचो भन्दै छैन त्यो बाटो सक्यो दाइहरूको घर यस्तो भएको छ भाइ यो थियो उसले हो भाग्य न्यू पानीहरूलाई शीतल छ क्या यहाँको कति ठुलो कटर निकालिसकेको छ त फलेकै छैन अस्ति हामी आउँदाखेरि त फलेको थियो सानो सानो थियो कि भर्खर यो पानीको अभाव हुँदाखेरि 10 11 12 13 14 वर्ष अगाडि अभाव हुँदाखेरि यो गाउँमा चाहिँ यही पानीले चाहिँ नुहाउने धुवाउने गर्दै बच्चाहरू यत्रो ठुल्ठुलो बर पिपलको रुख छ 3टा 1 2 3 5वटा रहेछ यो चाहिँ कटरको बोट हो शीतल छ यो एकदम ठाउँ राम्रो छ दाइ यसलाई के भन्छ पोखरी हाम्रो लेक साइड आजको लेक साइड यही हो किन्ने मान्छे कोही छैन होला अब हामी अफ रोड हुँदै उता माथि मानुङकोट जाँदैछौँ हामी मानुङकोट आइसक्यौँ मानुङकोट भ्यू चाहिँ यस्तो छ कि यो दमौली बजार त राम्रो देखेको छैन यताबाट चाहिँ पोखरा जाने बाटो ल्यान्ड यता चाहिँ काठमाडौँबाट आएर यस्तो गरेर जाने
Malungkot above the cloud. हामी चाहिँ मानुङकोटमा छौँ. दिस इज भ्यू टावर. हामी गएको छैनौँ. हामी अलि एकछिन खाजा खानालाई यहाँ रिजोर्टमा वेट गरेको छौँ. यस्तो ब्युटिफुल छ. हामी एकछिन अब तल जाने, त्यसपछि उता पर नि राम्रो ठाउँ छ भन्नुभएको छ, त्यहाँ जाने. These guys are taking pictures. चटपटी खाना लागेको छ नि, त्यसपछि हामी अर्को ठाउँमा गएर चाहिँ अर्को केही खाने छ. अब हामी यो ठाउँलाई छोडेर जान लाग्दैछौँ. यहाँबाट भिजिबिलिटी राम्रो नभएर, तपाईँको फोन राम्रो नभएर राम्रो चाहिँ बट नेपालको फ्ल्याग छ माथि. एउटा अनि कला दाई र रुबी अगाडि छन्. फोटो भिडियो खिच्न पनि निस्किन्छौँ. नहोला अब म गएपछि यतातिर. यहाँबाट उकालो चढेर जान लाग्यो. म त त्यति उकालो चढेर आएको थाकिने हौ. त रेस्टै गर्नुपर्ने मजाले. यहाँ हामी एउटा खाजा खाने ठाउँमा आएको छौँ. पिएम होमस्टे भन्ने. एन्ड इट्स रियली ब्युटिफुल. धरारा रहेछ. एउटा हट छ, खाजा खाने ठाउँ. यहाँ किचन. एन्ड दे हेभ अ ब्युटिफुल पुरानो स्टाइलको घर हो मेरो मोबाइल त. अनि दे हेभ अ स्विङ एज वेल. एन्ड आई लभ मानुङकोट भन्ने प्लस. एन्ड हाम्रोमा पिङ पनि छ ब्युटिफुल वाला. खाना इज रेडी. के आयो खानामा हाम्रो? हाय हाय. अब हामी खाजा खायौँ. अब हामी जाँदैछ. मौसम चेन्ज हुँदैछ पुरै. अनि हामीले चाहिँ यहाँनिर मैले पिङ खेलेँ कति धेरै. वाउ, बादल इज शिफ्टिङ ऱ्यापिडली. वाउ, क्यान यु सी द बादलको मुभमेन्ट? पुरै आइरहेछ बादल. बादलले पुरै छेक्यो. वाह. वो वो वाह. बादल कति फास्ट कुदेको वा. वाउ. अब यता पनि बादल आइसक्यो होला. Oh, हेर्दै बादल. We are back to the movie. So Jesus.